फाइट परेको छैन दुवै टिमहरू अहिलेको लागि भने होल्डिङमा छन् होल्डिङमा पनि किन नहोस् किनभने अहिलेको लागि भने फुल बीचमा छ जुन आरडीएक्सले एउटा नक निकालेको छ 4 जना छन् डेन्जर आरडीएक्सलाई गाह्रो छ यहाँ डेन्जरलाई एउटा नक निकाल्ने कोसिस थियो डेन्जर त्यो रैला ब्रोलाई नक गरिदिएका छन् डेन्जर सेटले यहाँ पनि एउटा चान्स छ यहाँ पनि एउटा चान्स छ यहाँ डबल नक निकालेका छन् अब भने 1v1 को सिरानी हुनेछ डेन्जर क्लचसँग र यो एउटा राम्रो क्लच हुन सक्छ आरडीएक्स मिस्टर टक्सिक ब्रोको एउटा राम्रो ग्रेनेड पनि हुन सक्छ तर अहिलेको लागि पनि ग्रेनेड त्यो त्यति र यहाँ आरडीएक्स मिस्टर टक्सिकको 1v3 विथ डेन्जरको टिम What a performance from RDX Mr. Toxic को 1v3 OP in the chat हुनुपर्छ guys RDX Mr. Toxic OP in the chat guys RDX OP in the chat हुनुपर्छ निकै नै उत्कृष्ट गेम प्ले देखाएका छन् RDX ले निकै नै राम्रो गेम प्ले 1v3 निकालिदिएका छन् राम्रो गेम प्ले भन्न सकिन्छ यहाँ अहिलेको लागि भने अरु साइडतिर फाइट परेको देख्न सकिन्न अब भने 1 म्यान मात्र RDX ले सर्भाइभ गर्नुपर्ने हुन्छ